मर्निङ नमस्कार है साथीहरू। म चाहिँ अहिले ठ्याक्कै 10:16 गएको छ होइन। म नुनथला आइपुगेको छु। तपाईँहरूलाई थाहा पनि छ होला नुनथला कहाँ छ पर्छ भनेर होइन। तेह्रथुम जिल्ला हो होइन। म घर जाने क्रममा चाहिँ यसो एकछिन अल्छी लाग्यो कि बाइक कुदाउँदा कुदाउँदा गलेर अनि त्यसपछि यहाँनिर चाहिँ अब एकछिन रिफ्रेस पनि हो र एउटा सानो भिडियो पनि बनाऊ भनेर म यहाँ रोकेको छु होइन। म चाहिँ यतातिरबाट आएँ। यतातिर चाहिँ नुनथलामा एउटा राम्रो रिसोर्ट छ होइन। नुनथला भिलेज एन्ड रिसोर्ट भनेर तपाईँहरू आउन सक्नुहुन्छ। म एकछिन देखाउँछु है। यतातिर रिसोर्ट छ एउटा होइन, ठुलो रिसोर्ट छ। तपाईँहरू यदि तेह्रथुमतिर जिल्ला घुम्न आउनु भयो भने नुनथला रिसोर्टतिर पनि आउनु है। राम्रो सुविधा सेवा सुविधाहरू छ। लज सहितको छ। अनि यता भइहाल्यो होइन। म चाहिँ यसरी आइराखेको छु। अब तपाईँहरू पनि यसो घुम्न आउनु ल। म चाहिँ घर जाने क्रममा चाहिँ यसो सानो एउटा भिडियो बनाउनु पऱ्यो भनेर है ल। अनि यतादेखि नै यताबाट देखिन त देखिँदैन, कुहिरो लागेको छ होइन। यता यो पोलभन्दा पछाडिपट्टि उता यो बाटो हुँदै गयो भने चाहिँ कहाँ पुगिन्छ त भन्दा सिद्धुवा बजारतिर पुगिन्छ होइन। ल अहिलेलाई चाहिँ यति नै ल।